साथीहरू नमस्ते अनि छोडले होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु अहिले चाहिँ। अनि आज चाहिँ यहाँ दिदीले नेल्स लाउने अरे के, अनि नेल्स लाउनको लागि हामी जाँदैछौँ कजिबे। अनि दिदी त्यहाँ ब्याङ्कमा बस्नुभएको छ, सो म फेरि हिँड्दै गरेको थिएँ, भिडियो स्टार्ट गर्छु अनि धेरै दिनपछि मैले भिडियो स्टार्ट गरेको साथीहरू। अनि हेर्नु न, म भर्खरै नुहाएर निस्किएको कि मेरो कपाल यस्तो भुल्ले हुन्छ नुहाउने दिन, फुल्लिएर कत्रो हुन्छ क्या। अनि मलाई फेरि एकदम मोटा खालको साथीहरू एउटा त्यो हेयरमा लाउने त्यो सिरम लगाएको थिएँ, हेयर सिरम। अनि त्यो सिरम पनि यस्तो मोटा हुन्छ, मलाई बमिरहेको जस्तो भयो। अनि यहाँ ट्रामको लाइन देख्न सक्नुहुन्छ, यस्तो यहाँ स्टपमा मान्छे झर्नेहरू छ नि। यहाँ दिदी आउनु भएन अझ है। अनि अहिले चाहिँ हामी 4:30 भइसक्यो, यति बेला हिँडेछौँ क्या हामी साथीहरू। अहिले चाहिँ हामी कहाँ जाँदैछौँ? शिवमले नङपुट लगाउने भन्छ जाँदैछौँ। दिदीले मेनिक्योर पेडिक्योर के गर्ने, हामीले फेरि अहिलेसम्म गरेको छैनौँ। बस्न चाहिँ यहाँ बस्छौँ, तर के गर्नु साथीहरू, काम गर्नुपर्छ नि त, काम गर्दा त्यो लाग्नु मिल्दैन। त्यही भएर सो अब हामी फर्स्ट टाइम दिदी नेपाल जाँदै हुनुहुन्छ कामले, सो त्यही भएर अनि त्यही भएर नक्कल पारेर जानको लागि हामी जाँदैछौँ। के कस्तो हुन्छ अहिले भिडियोमा म देखाइहाल्छु। अनि न मैले लाग्नु न दिदीले एकचोटि घरमै लिएर लगाएको भएन, तरभरि पोखेर टाँसेर त्यो कम्फर्टेबल नलाग्ने साथीहरू। नक्कल पार्ने भए पो कम्फर्टेबल लाग्थ्यो र हामीलाई त काम छैन। त्यही भएर अब हेर्दै गर्नु होला के कस्तो हुन्छ, कस्तो हुने रहेछ। हामीले नि फर्स्ट टाइम एक्सपिरियन्स हो। मान्छेहरू आजभन्को केटीहरू भनेपछि कस्तो होइन, हामी चाहिँ अझै पनि ओल्डन भर्जनमै छौँ, किनभने हामीमा त्यस्तो साह्रो ध्यान छैन कि खालि काम। सानोभरि पनि काम, ठुलो भएर पनि काम, त्यही भएर कामले नछोडेर यस्तो छ उसलाई यो नगरी भन्नु लाग्छ। दिदी चाहिँ साथीहरू यहाँ इन्डियन आउटमा पस्नु भयो कि कपडा किन्ने भन्दा पनि हेर्ने। यो राम्रो रहेछ होइन, अनि फेरि यस्तो टिर्किनीमा चलेको क्या। ब्याग पनि कस्तो राम्रो होइन। यसमा माथि के व्हाइट कलरको त्यो के अरे उसलाई भने के अरे सुट जस्तो लाग्ने भने नि उस हुन्थ्यो होला। ऊ त स्काई ब्लू हेर्नु न कस्तो राम्रो स्वेटर यो लुज। हामी चाहिँ ठ्याक्क दोकानमा आइसक्यो। कुन दोकानमा जाने हामी? अलिक कम्ती भएको ठाउँमा जाऊँ ल। कुन ठाउँमा जाने भन्नु? हामी कन्फ्युज छौँ कुनमा जाने। मतलब अलि धेरै मान्छे भएको ठाउँमा जाने भने नि थाहा हुन्छ क्या होइन। अलि पर जानु त, अलि पर जाऊँ न एकै ठाउँमा त। तर हामीलाई हेड बनाउनेमा पनि पार्लर यो त मेनिक्योर रहेछ। अनि हामी खोज्दैछौँ साथीहरू यहाँ त्यसमा जाने आराम रहेछ। के टिचर जाने ल, हामी चाहिँ एसएमएस छिर्नु पर्छ जस्तो छ जाने र नेल साथीहरू। हामी चाहिँ यहाँ आइसकेको छौँ। अनि हामी अचम्म लाग्यो किनभने फर्स्ट टाइम हो नि त, यहाँ बस्न पाउँछ कि पाउँदैन होला। बस्न पाउँछ कि पाउँदैन, म चाहिँ यहाँ बस्छु साथीहरू किनभने कस्तो गर्मी हो कि भित्र त। अब यहाँ कुन कलर हो एउटामा लाउने कि दुइटामा लाउनु? दुइटै हातमा लगाउने। यो के हो $30 एउटा पिसलाई हो? हामीलाई केही थाहा छैन कि साथीहरू। यहाँ दिदी नेल हाल्न आउनुभयो, हामीलाई फेरि केही थाहा छैन। अनि यहाँ हामीले चाहिँ यो वाला लाउने वाला हम साथीहरू। यो कति नराम्रो देखिएको मेरो हात त हो नि, मैले झन् यो केही पनि गर्दैन के। हामीले जिन्दगीमा नगरेको अचम्म लाग्यो दिदीलाई। पहिलोचोटि गर्दैछौँ रे, पहिलोचोटि गर्दैछौँ। बस्न नि पाठाइदिन्छौँ जस्तो लाग्छ। केही छैन पहिलोचोटिमा पनि धेरै कुरा। अब काम गर्दा मिल्दैन नि त, यहाँ हाम्रो रहरले होइन नि त।
अब तपाईँ अब नेपाल गएर पो यहाँ आएको भए भोलि खेर उकाल्नु पर्छ अनि त्यो कामै छैन तर कस्तो राम्रो राम्रो हेर्नु न यहाँ मलाई त यता हजुरलाई त अब यो रेड कलर राम्रो तर यहाँ चाहिँ कति धेरै छ कुनवाला लाउने हो भनेर तर सबभन्दा मिठो त यो पनि छ हो राम्रो यो पनि राम्रो छ अनि यो वाला लाउने त्यो रेड भन्दा यो रेड मतलब पिङ्क टाइपको अनि हल्का रेड पनि देखिने तर म भएको भए त यो लाउँथेँ म त पछि पछि के तर बिहाहरूको लागि त यो पनि राम्रो छ यो पनि राम्रो छ त्यो पनि राम्रो छ भन्नु न त्यही अहिले चाहिँ म ढिक्क परिसकेँ यहाँ दिदीलाई वेटिङ गर्दा गर्दा मलाई मताएर कस्तो छ यो धुलो उडेर नेलको प्लास्टिक धुलो हुने रहेछ दिदी चाहिँ त्यहाँ मस्त पारामा बस्नु भएको छ यति धुलो हुने रहेछ यो नङ यो सफा गर्दा निदाउनु होला क्या हजुर निदाउनु होला साथीहरू म चाहिँ यहाँ डुलिरहेको छु भित्र बस्दा बस्दा यस्तो मोटायो कि मलाई भमिट आउला जस्तो भयो त्यही भएर मासु डुलेको कि किनभने त्यो धुलो उडेर मामा हेर्दा लाग्यो नेलको फाइनल लुक चाहिँ यस्तो नेचुरल जस्तो देखेको छ होइन उचाल्नु यस्तो गर्नु न कस्तो लाग्यो तपाईँलाई फाइनली साथीहरू हामीले चाहिँ नेल लगाइसकेको छौँ त्यहाँ अन्तखेरि एकचोटि लास्ट टाइम कस्तो लाग्यो होइन तर दिदीलाई कम्फर्टेबल चाहिँ लागेको छैन अरे कम्फर्टेबल लागेको छैन अरे अहिले चाहिँ हामी यहाँ नेपाली माथि दोकानतिर यसो घुम्छौँ भनेर यस्तो धुलो हुने रहेछ मलाई त मोटाएर कस्तो भएको नि मास्क लगाउनु पर्ने रहेछ कि तिनीहरूले त लगाइदिने मान्छे त लगाउँछ न हामीले चाहिँ मास्क नलाएर यस्तो मलाई रिङ्गटा लगाएर कस्तो भएको एकछिन साथीहरू अब दियोस् हामीले यो खोला भए पनि पुरै रहेछ नगर हामी यहाँ राउन्ड मारिराखेको छौँ साथीहरू यहाँ दोकान ए माथि त लुङ्गीहरू पनि पाउने रहेछ दिदी जाने एकचोटि साडी लुङ्गी पाउने रहेछ नि यहाँ माथि साडी चाहिँ हामी यहाँ इन्डियन पसलमा छौँ साथीहरू त्यहाँ एक सिङ्गापुर ड्रेस रहेछ कि तर मैले यो पहिला पनि यहीँबाट लगेको थिएँ तर सेम यो डिजाइनमा तर अहिले डिफ्रेन्ट डिजाइनमा छ नि त यसको साइडमा बटन लाउने हो कि के लाउने होला हो त्यस्तोमा चाहिँ मलाई लिनु मन छ र त्यस्तो यहाँ होइन छ पछि लिनु पर्ला अब अन्त तर यो कलर कस्तो राम्रो हो ग्रिनमा पहिला नै मैले यो देखेको थिएँ तर राम्रो छ क्वालिटी राम्रो थियो मैले नेपाल पठाइदिएँ कि अब यता साइडमा आउँछु होला दामी हो लिने भनेको हामी निस्क्यौँ साथीहरू अनि घर नेपाली पाल्कुमा जानु भन्नुभयो दिदीले प्रेसर गर्नुहुन्छ अरे अब हामीले त्यो जान पर्ने होला जान्छ मलाई चाहिँ यहाँ दिदी हुन्छ कि मलाई फेरि त्यहाँ एकदम मताएर नि अघि यस्तो मुड अफ भएको थियो अहिले चाहिँ माथि टेस्ट बाहिर निस्केछु अनि दोकानमा बिदिनुहुन्छ क्या दिदी अहिले चाहिँ हामी नेपाली बस्तीमा जाँदैछौँ साथीहरू यो यति टाढा रहेछ कि फेरि हिँड्दै हिँडेछौँ नि त यहाँ नदीबाट भनेको यस्तो टाढा यहाँ दिदीलाई केही खानु पऱ्यो अरे चटपटी खानु मन लागेको थियो मलाई भने चटपटी खान पाउँछु कि भनेर म पनि पछि लागेको छु चटपटी नखाएको धेरै भयो 1 महिना हाल्दा बेसी भयो आजकलहरू म चटपटी यताउति खाएकै छैन त्यही भएर हामी जाँदैछौँ दोकान जस्तै रहेछ नि इन्डियन पसल रहेछ यही पनि इन्डियन पसल रहेछ ए हुन्छ हामी नेपाली पसलमा समोसा खान लाग्छौँ नेपालको प्याज मेटाएर हामीले यहाँ समोसा खाने खाऊँ चटपटे खाने खाऊँ होइन खाने तपाईँलाई एकदम मनपर्छ नि त समोसा एकदम मलाई भन्दा नि उहाँलाई एकदम फेभरेट हो कि समोसा साथीहरू त्यही भएर मलाई पनि त्यस्तो लाग्दैन तर पनि खाइहाल्छु कस्तो छ है कस्तो अझै हामी चटपटे खानु लाग्यो तर मेरो क्यामेरामा के भएछ क्लिजिङ गरिदिन्छ त्यही चैफुनको सामान लगाइदिन्छ कस्तो छ चटपटे
मिठा नि साथीहरू चटपट चाहिँ एकदम मन पर्छ समोसा चटपट दामी छ जोडन लाग्यो अलि मिठो लाग्यो मलाई मिठो लाग्यो एकदमै त्यहाँ धेरै पदार्थ पालिन्छ कन्जी छ एकदम मिठो छ यहाँ फ्रेस पनि भयो मिठो लाग्यो हाम्रो चटपटे मुखबाङ अँ अहिले त हामी निस्क्यौँ नेपाली पसलदेखि पनि अनि चटपटेको समोसा खाएर हिँड्यो बहुत पिरो भयो कि यो पानी फेरि चिसो न चिसो तर एकदमै मिठो लाग्यो जोडनमा जस्तै भन्दा नि अझै अलिकति बेस्ट लाग्यो है धेरै बेटर पनि भएको समोसा त लास्टै मिठो थियो चटपटे पनि मिठो थियो अब भोक लागेको बेलामा भोक लागेको म त त्यो भमिट आउनु बेलामा पिरो अमिलो खाइयो हेर्न साथीहरू नेपाली पार्लरमा नेपाली पार्लर जान लाग्यो ठाउँै यस्तो हो कि स्याडी डर लाग्दै मैले त्यही क्लिनिक गर्छु कि अरू केही गर्दैन नेपाली पार्लर आइसकेको ठाउँै यस्तो हुन्छ कि हाम्रो त पुरा के अरे हो स्याडी त्यही माथि डेन्जर डर लाग्दैन नि साथीहरू कतैबाट भाग्ने के भयो नि भाग्ने ठाउँ छैन मतलब केही आगोसँग लाग्यो भने नि यहाँ कतै जाने ठाउँै छैन कि त्यही भएर डर लाग्ने के गर्नु ठ्याक्कै सक्ने दिदीले यहीँ के अरे क्लिजिङ गर्नुभयो आफू पनि यस्तै बुझ जस्तो भन्छु साथीहरूमा त केही नगर्ने म त पहिला गरेर मेरो एकदम फेसमा के गयो साथीहरू अहिले चाहिँ हामी निस्क्यौँ दिदीले क्लिजिङ गरेर अहिले त कस्तो राम्ररी देख्नु भयो छक्क देख्छु अहिले अब त हामी घर जान्छौँ किनभने एकदमै ढिलो भइसक्यो हात यतै हाल्ने क्लिजिङ गर्ने फेस गरेर ढिलो भयो साथीहरू अब चाहिँ हामी घर जाने वाला छौँ अनि त्यो दिदीले के अरे त्यो के त्यो उसले बाक्लिँदाखेरि के कम्तीमा त लगाइदिनु तर चिनाको गर्दा नबुझेर धेरै हिट लगाइदिएर झन् कस्तो बिग्रिने के छालाहरू त्यही भएर नेपाली पर्सन ठिक हुन्छ कि हामीले बुझाउन पनि सकिन्छ अनि भन्न पनि पाइन्छ आनन्द चाइनिजकोमा भन्दा के बेसी बोले जस्तो लाग्छ होइन